नमस्कार मन्त्रीजी। किन तपाईँ निराशमा बस्नु भएको छ? नमस्कार नमस्कार। के हुनु गृहमन्त्रीज्यू, तनाव छ नि मलाई त। होइन, के तनाव भयो त्यस्तो? भर्खरका 10-12 वर्षका केटाहरू आउँछन्, हजुर, फर्काएर जान्छन्। के गर्नु, लाजै मर्दो भइसक्यो नि। कसले थर्काएको भन्नु न, म पक्रिन्छु। के पक्रिनु, एउटालाई पक्रिन सके होइन अहिलेसम्म। खालि धक्कु मात्रै ठुलो छ। ओ मन्त्रीज्यू, के हो? मेरो त पद फुस्केला जस्तो हल्ला सुन्छु बजारैभरि। के हो? के भन्नु गृहमन्त्रीज्यू, अर्कैले सिफारिस गरेर बनाएको, त्यो पनि उधारोमा। गृहमन्त्री हुनलाई मान्छेले 4-5 लिएर आउँछन्, तपाईलाई त्यत्रो डिस्काउन्ट दियो, त्यो पनि उधारोमा। खै अहिलेसम्म एकजना मान्छे समाउन सके पनि होइन, राखेर पनि के गर्ने र? टेन्सन लिनुहुन्छ, तिर्छु नि। त्यो पनि अर्कैले सिफारिस गरेको, मेरो हातमा त केही छैन है। मैले त हमा ह मात्रै गर्देको। सिफारिस गर्ने मान्छे अर्कै छन्। हेरौँ कसलाई सिफारिस गर्छन्। आफ्नै पद त धरापमा छ, कसरी जोगाउनु भन्ने भइसक्यो।